2/3 को शक्तिशाली सरकारको प्रधानमन्त्री बन्दै गरेका बालेन शाहले एक भ्रष्टाचारका फाइल खोल्नेदेखि राजनीतिक नियुक्ति खारेज गर्ने सम्मको तयारी गरेका छन्। विभिन्न कालखण्डमा भएका छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि कर्मचारीको मनपरी अन्त्य गर्न गम्भीर रूपमा अध्ययन गर्दैछन्। जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गर्ने तयारी गरेका बालेन यतिले मात्र सफल हुनेवाला छैनन्। जबसम्म मुट्ठी भरका व्यापारीको कब्जामा रहेको पैसा बाहिर ल्याउँदैनन्, जबसम्म यो देशबाट माडवारीहरूको रजगज अन्त्य गर्दैनन्, जबसम्म नेपालमा टन्न कमाउने र अनेकन बहाना बनाउँदै विदेशमा लगेर थुपार्ने माथि डन्डा चलाउँदैनन्, तबसम्म बालेन सफल हुन सक्दैनन्। यो देशको पैसा मुट्ठी भरका व्यापारीको कब्जामा छ। यिनीहरू अगाएपछि बल्ल यिनले छाडेको अलिअलि अरूले पाउने अवस्था छ, किनकि बैंक यिनकै छ, बीमा कम्पनी यिनकै छ, ठुला उद्योग धन्दाहरू यिनीहरूले नै चलाइरहेका छन्। सिमेन्ट, रड, पेय पदार्थ उत्पादन गर्नेदेखि विदेशी ब्रान्डका गाडी, इलेक्ट्रोनिक सामग्री बेच्ने सम्मको काम यिनैले गर्दै आएका छन्। एक प्रकारले सम्पूर्ण बजार, व्यापार र पैसा नै यिनको कब्जामा छ। मुलुकको सम्पूर्ण वित्तीय प्रणाली नै यिनको नियन्त्रणमा छ। बैंकिङ प्रणालीमा हाल 400 देखि 500 जना मुख्य शेयर होल्डर छन्, जससँगै सबै बैंकको गरी 70 देखि 80% शेयर छ र यिनै 400-500 जनाले नै बैंकबाट 70% हाराहारीमा कर्जा लिएका छन्, जसमा अधिकांश घरानिया व्यापारी र माडवारीहरू छन्। को घरानिया व्यापारीको कब्जामा कुन बैंक, बीमा र कम्पनी छन्? चौधरी ग्रुप, नबिल बैंक, नबिल इन्भेस्टमेन्ट बैंकिङ, युनाइटेड रेमिट, सीजी फिन्को लिमिटेड, चाउचाउ, चुरोड, बियरदेखि हाइड्रोसम्ममा लगानी गरेको चौधरी ग्रुपका नेतृत्वकर्ता हुन् विनोद चौधरी। यो ग्रुपले व्यापारमा अर्ब होइन खर्ब लगानी गरेको छ र बैंक पनि उसैले चलाउँदै आएको छ। विशाल ग्रुप, एनआइसी एसिया बैंक, नेपाल पूर्वाधार विकास बैंक, प्रुडेन्सियल इन्सुरेन्स, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल, सिमेन्ट, रडदेखि मदिरा, हर्डिक्ससम्ममा लगानी गरेको विशाल ग्रुपका हर्ताकर्ता हुन् जगदीश प्रसाद अग्रवाल र अशोक कुमार अग्रवाल। यो समूहको उद्योगदेखि व्यापारसम्ममा 10औं अर्ब लगानी छ। शङ्कर ग्रुप, युनियन लाइफ इन्सुरेन्स, हिमालयन रिइन्सुरेन्स, यो समूहका नेतृत्वकर्ता हुन् सुलभ अग्रवाल र साहिल अग्रवाल, जो जगदम्बा स्टिलको मुख्य लगानीकर्ता हुन्। यो ग्रुपको पनि उद्योग र व्यापारमा 10औं अर्ब लगानी छ। कोल्छा अर्गनाइजेसन, युनियन लाइफ इन्सुरेन्स, हिमालयन रिइन्सुरेन्स, हुलाक फिनसर्भ,